जुजलपा नमस्ते। आज पनि हामी समय सन्दर्भ लिएर उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा दिलीप कुमार महजन र म शङ्कर थापा। कार्यक्रममा यहाँहरू सबैलाई स्वागत गर्दछु। भर्खरै सरकारले सगरमाथाको उचाइको मापन गरेको छ। पहिले सगरमाथाको उचाइ थियो 8848 मिटर कायम भएको थियो। यो विश्वमा मान्यता प्राप्त गरेको थियो यो उचाइले। अब यसको उचाइमा भिन्नता आएको छ। केही दिन अगाडि मात्र यो मापन कार्य समापन भएको छ। यसको उचाइ भएको छ 8848.86 मिटर कायम भएको छ। यो मापन कसरी भयो र यो मापनको कति आधिकारिकता छ भन्ने विषयमा हामी आज नापी विभागका उपमहानिर्देशक तथा सगरमाथा उचाइ मापन कार्यक्रमका संयोजक सुशील डङ्गोज्यूसँग कुराकानी गर्ने जमर्को गर्दैछौँ। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। हेलो हेलो हेलो, मलाई सुन्नुहुन्छ? आवाज एकदम सानो छ। यो प्रविधि संयोजनमा अलिकति कठिनाइ आइरहेको छ। अहिले सुन्नुभयो? गाह्रो छ अलिकति सुन्न गाह्रो भएको छ। अब यो एकछिन कुरा गर्दा गर्दै सुनिन्छ। सुशील डङ्गोल सर, म यहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हजुर, धेरै धन्यवाद यहाँलाई। नापी विभागका उपमहानिर्देशक हुनुहुन्छ र सगरमाथा उचाइ मापन कार्यक्रमका संयोजक पनि हुनुहुन्छ यहाँ। यसको नाताले अब यो सगरमाथाको उचाइ हामीले बच्चादेखि पढ्दाखेरि नै 8848 मिटर भनेर पढेका थियौँ। अब यो उचाइ अहिले आएर भिन्न भयो, 8848.86 मिटर भएको छ। यो कसरी तपाईँहरूले यो मापन गर्नुभयो, एकपटक बताइदिनु न। हजुर, धन्यवाद। यसमा मापन गर्दाखेरि हामी विभिन्न विधिहरू जुन नाप्न सक्ने विधिहरू हुन्छ, अन्तर्राष्ट्रिय त्यसका विधिहरू, हजुर, विभिन्न विधिहरू हुन्छन्। जस्तै भन्नुपर्दा हामीले जिएनएसएस सर्भेसन भन्छौँ। यो सेटेलाइटबाट चाहिँ सिग्नलहरू रिसिभ गरेर जहाँ मिसन लाग्छ त्यसपछि पोजिसनहरू पत्ता लगाउने। अर्को भन्छ ग्राभिटी सर्वे भन्छौँ। हजुर, त्यही बिन्दुहरूमा चाहिँ हाम्रो भूआकर्षण, त्यो स्थानको भूआकर्षण कति छ पृथ्वीको, त्यो सर्वेसन गर्छौँ। अर्को चाहिँ प्रिसाइज लेभलिङ भन्छौँ। हामीले हाइट कुनै पनि आधार बिन्दुको बेसमा कुनै रिफरेन्समा चाहिँ अर्को बिन्दुको हाइट कति छ भन्ने निकाल्ने। यो तिनवटा बिन्दुहरू प्रविधिबाट चाहिँ हामीले मापन गऱ्यौँ। गरिरहँदाखेरि हामीले कसरी चाहिँ यसलाई प्लान गऱ्यौँ भन्दा पहिले यो कार्यविधिले हामीले चाहिँ विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको सल्लाहमा पहिले हामी नापी विभागले एउटा कार्यविधि बनायौँ। यो जिएनएसएस गर्ने, ग्राभिटी गर्ने, प्रिसाइज लेभलिङ गर्ने, यसरी गर्ने भनेर एउटा कार्यविधि बनायौँ। त्यो कार्यविधिमा केही सल्लाह सुझाव, केही कन्स्ट्रक्टिभ कमेन्ट्सहरू छ कि भनेर एउटा चाहिँ हामीले सानो गोष्ठी गऱ्यौँ, जहाँ चाहिँ हामीले विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरू जसले चाहिँ विभिन्न पहाडहरू मापेका चाहिँ दक्षता भएका विज्ञहरूको आमन्त्रण गरेर त्यो कार्यविधि चाहिँ अन्तिम हुन्थ्यो र त्यही अनुसार चाहिँ हामीले चाहिँ योजना बनायौँ। गर्दाखेरि चाहिँ कसरी प्लान गर्ने यो वैज्ञानिक अनुसन्धानको रूपमा पनि हामी लिएका थियौँ यसलाई। यसलाई चाहिँ कसरी रिसर्च टाइपले जाने भनेर चाहिँ हामीले प्लानिङ गर्दाखेरि चाहिँ सगरमाथालाई मोटामोटी बिचमा राखेर सगरमाथामा उचाइ मापन गर्ने भन्दाखेरि सगरमाथाको टुप्पोमुखमा चाहिँ नाप्ने होइन। त्यसमा चाहिँ पुरै चाहिँ यो क्षेत्रमै चाहिँ हामीले नापी गर्नुपर्ने हुन्छ। किनभने हामीलाई चाहिने भनेको समुद्री सतह कहाँनिर पर्छ, समुद्र त हामीसँग नेपालमा छोडेको छैन। यो हामीले सगरमाथाको समुद्री सतहबाट हाइट कति छ भन्नको लागि चाहिँ यो क्षेत्रको समुद्री सतहको हामीले म्याथमेटिकल मोडल पनि चाहिन्छ। त्यस कारण चाहिँ यो क्षेत्रको हामी समुद्री सतह कति छ भनेर निकाल्नको लागि सगरमाथालाई करिब बिचमा पारेर पूर्व र पश्चिममा 50-50 किलोमिटर 100 किलोमिटरको चाहिँ क्षेत्र र उत्तरी सिमानादेखि पश्चिमी सिमानासम्म पुरै यो जम्मा 13वटा जिल्लाका विभिन्न क्षेत्रहरूमा चाहिँ हामी नियन्त्रण बिन्दुहरू स्थापना गऱ्यौँ। र त्यो हरेक नियन्त्रण बिन्दुमा गर्दाखेरि करिब 346 बिन्दुहरू छन् हाम्रो। हरेक नियन्त्रण बिन्दुमा चाहिँ हामीले जिएनएसएस सर्वेक्षण पनि गऱ्यौँ। यो जिएनएसएस सर्वेक्षण भनेको 3 घन्टा त्यही बिन्दुमा राखेर गर्नुपर्छ। र त्यही बिन्दुहरूमा हामीले ग्राभिटी सर्वेक्षण गऱ्यौँ।
ग्राभिटी सर्वे भनेको चाहिँ हरेक 3-3 मिनटमा 2 चोटि गर्नुपर्ने हुन्छ। यो गरिसकेपछि हामीले पिसाब गर्ने जुन गरी सिराको मादर क्षेत्र, सिराको मादर भनेको चाहिँ हाम्रो चाहिँ नेपाल र भारतको सीमा क्षेत्र पर्छ। र त्यहाँबाट हामीलाई सगरमाथादेखि 3 पहाडका टिकुराहरू सम्पूर्ण गर्नुको प्रमुख उद्देश्य भनेको हामीले चाहिँ यो क्षेत्रको चाहिँ समुद्री सतहको चाहिँ डिफाइन गर्ने हो। जुन प्राविधिक रूपमा जियोइड भन्छौँ। जियोइड भनेको चाहिँ के भने म्याथमेटिकल मोडल हो यो चाहिँ, जसको स्पेसमा चाहिँ हामीले चाहिँ सगरमाथाको हाइट निकाल्छौँ। र सम्पूर्ण यो बेस लेभलको डाटाहरू कलेक्सन भइसकेपछि हामी सगरमाथाको शिखरमा चाहिँ आरोहण गऱ्यौँ र आरोहण गरेर 1 घन्टा 16 मिनटको चाहिँ जिएनएससी सर्वेक्षण गऱ्यौँ। र यसबाट जुन आउँछ र हाइट भन्छौँ हामीले। र हाइट भनेको चाहिँ एकदम मेसिनले जस्तो सेटेलाइटबाट सिग्नल क्याप्चर गर्छ त्यस्तै अवस्थामा कलेक्सन गरेको रेकर्ड डाटाहरू हुन्छ। र त्यो डाटालाई चाहिँ हामीले यो जियोमा प्रोसेसिङ गरेको चाहिँ अन्तिम चाहिँ यो अहिले जुन आयो त्यो चाहिँ मिन सी लेभलबाट चाहिँ समुद्री सतहबाट चाहिँ आएको उचाइ अहिले हामी दिएका छौँ। हजुर, यो अब अहिले तपाईँले आरोहण आफैले गरेर 1 घन्टाको समय पनि सगरमाथाको टुप्पोमा बिताउनु भयो भन्ने पनि कुरा गर्नुभयो हो? हजुर हजुर, आफै भन्दा पनि मेरो टिमहरू आरोहण गर्ने टिम छुट्टै, हामी जिएनएसएस गर्ने टिम छुट्टै हुन्छ, ग्राभिटी गर्ने टिम छुट्टै हुन्छ, वेल्डिङ गर्ने टिम छुट्टै हुन्छ। हरेक सर्वेक्षणको छुट्टी टिम हुन्छ। एउटा टिममा जस्तै ग्राभिटी गर्दाखेरि हामी चाहिँ 3 जना, एउटा मेसिनमा 3 जना टिम हुन्छ भने जिएनएसएस गर्दाखेरि चाहिँ एउटा मेसिनमा 5 जनाको टिम हुन्छ। त्यसै एउटा होल्ड गर्नुको लागि चाहिँ हामीले 10-12 जनाको टिम हुन्छ। पिछाडि लेभलिङ गर्दाखेरि 16 जनाको टिम हुन्छ। माथि चाहिँ शिखरमा आरोहण गर्दाखेरि चाहिँ प्राविधिक 2 जना, अरू त्यसमा सहयोगी चाहिँ शेर्पा दाजुभाइहरू हुनुहुन्थ्यो। हजुर, अनि यो पहिले हामीले अब पढ्दाखेरि सगरमाथाको उचाइ त अरू विदेशी भनौँ संस्थाहरूले आएर नापिदिने कुरा थियो। अनि अहिले चाहिँ अब नेपाल र चाइनाको टोली, संयुक्त टोलीले यो नापेको हो। यो अलिकति यो जनमानस चाहिँ अहिले चाहिँ मिडियाहरूमा पनि के चाहिँ आइरहेको छ भने यो इन्डियन नेपालबाट चाहिँ त्यो मापन गरिएको भन्ने आइरहेको छ। यसलाई चाहिँ अलिक प्रष्ट रूपमा के बुझ्नुपर्छ, मापन गरेको संयुक्त रूपमा होइन। यो हामीले आफै मारेको थियौँ। हामीले चाहिँ आफ्नो नेपालको यतातिर दक्षिणतिर चाहिँ सबै सर्वेक्षण हामीले गरेका थियौँ। शिखरमा पनि हामी आफैले गरेका थियौँ, आफ्नै स्रोत साधन आफ्नै जनशक्तिले गरेका थियौँ। र उसको पार्टमा चिनको तर्फबाट उसले आफै गरेको। अन्तमा अक्टोबर 12 र 13मा चाहिँ माननीय चिनिया राष्ट्रपतिजीको भ्रमणको क्रममा संयुक्त रूपमा घोषणा गर्ने भन्ने जुन सहमति भयो, त्यस पछाडि चाहिँ हामीले घोषणाको पार्ट मात्रै संयुक्त रूपमा गरेका हौँ। मापन चाहिँ आफ्नै स्रोत साधन आफ्नै जनताले गरेका हौँ। घोषणा गर्दाखेरि चाहिँ जुन सहमति भएको थियो त्यसको सम्मानमा 2 देशका प्रमुखहरू बिचको जुन सहमति भएको थियो त्यसलाई सम्मानस्वरूप हामीले चाहिँ घोषणा गर्दाखेरि चाहिँ संयुक्त रूपमा गरेको मात्रै हो। मापन चाहिँ हामीले आफै गरेका थियौँ। हजुर, अनि यो अब 72 सालको भूकम्पमा चाहिँ सगरमाथाको हाइट घटेको छ भनेर चाइनातिरबाट कुनै यो कुराहरू पनि निस्केको थियो, हामीले पढेका पनि थियौँ। अब त्यो हुँदै पनि अब हामीले आफैले मात्र नापेको उचाइलाई विश्वले मान्यता देला त? यो यस्तो छ, यसलाई मान्यता दिने भन्ने विषय कस्तो हुन्छ, यसले कुन विधिबाट नाप्यो भन्ने हुन्छ होइन। हामीले जुन नाप्ने विधिहरू अपनाउनु गऱ्यौँ यो विश्वमै चाहिँ जुन अवलम्बन गर्ने सर्वेक्षणका विधिहरू नै हुन्छ। जुन जिएनएसएस भन्यो, ग्राभिटी भन्यो, अनि प्रिसाइज लेभलिङ भन्यो, यो सबै चाहिँ संसारमा जहाँ पनि सर्वेक्षण गर्दाखेरि यही विधिहरू अवलम्बन गर्छन्। र यिनीहरूको चाहिँ जुन सर्वेक्षण गर्छ त्यसको चाहिँ एकदम हाई एक्युरेट हुन्छ, यसमा मिलिमिटर लेभलसम्मको एक्युरेट हुन्छ। त्यही भएर चाहिँ यसमा चाहिँ मान्यता नहुने भन्ने कुनै हुँदैन। हजुर, अनि यो सगरमाथाको उचाइ नाप्दाखेरि अब अन्दाजी सरदर कति वर्षमा एकपटक नापिने एउटा योजना कार्यविधि थियो? त्यस्तो नाप्दाखेरि 80 वर्षमा नाप्ने, 80 वर्षमा नाप्ने भने त्यस्तो कुनै साइक्लिक अब्जर्भेसन पिरियड त्यस्तो चाहिँ हुँदैन होइन। जेनरली हामी चाहिँ यो नक्सा तयार गर्दाखेरि जुन भनौँ न कलर नक्सा तयार गर्दाखेरि हरेक 10 वर्षमा चाहिँ अध्ययन गर्नुपर्छ भनेको छ। तर उतै मापन गर्ने विषयमा चाहिँ यो अब कठिन पनि हो। यसमा चाहिँ धेरै अब रेगुलर चेन्जेसहरू पनि नआउनु होला। त्यसरी चाहिँ साइक्लिक रूपमा 80 वर्षमा गर्ने भने त्यस्तो चाहिँ देखिँदैन। तथापि हामीले चाहिँ आफ्नो चाहिँ सगरमाथाको चाहिँ संसार सबभन्दा उच्च रहेको सर्वोच्च शिखर चाहिँ हाम्रो तर्फबाट नेपालले चाहिँ सर्वप्रथम नापेको। हजुर, अब यस पछाडि अब फेरि भनौँ न यो वातावरणको अनुकूलताले गर्दाखेरि यसको हाइट घट्न सक्ने बढ्न सक्ने यो पनि हुन सक्छ भन्ने हामीले पढेका छौँ। यो बारेमा के छ भन्नु? अब यसमा
यसमा के कारणले घट्यो अथवा के कारणले यसमा परिवर्तन हुन्छ, के कारणले बढ्यो भन्ने विषयमा चाहिँ हामीले चाहिँ त्यो अध्ययन गरेका छैनौँ। किनभने हाम्रो नाति विभाग र त्यहाँ भएको जनशक्तिको कार्यक्षेत्र अथवा त्यहाँको दक्षता भनेको यसको चाहिँ नापक्षा गर्ने मात्रै हो। अब यो कुन कारणले यसमा परिवर्तन आयो भने चाहिँ एउटा अर्किड विधाको रूपमा हुन्छ। किन अब वातावरण इन्भाइरोमेन्टल फ्याक्टर्सहरू अथवा जियोलोजिकल फ्याक्टर्सहरू हुन सक्ला। त्यसमा त्यो चाहिँ सेक्टरी विधा नै अर्कै पऱ्यो। हामीले चाहिँ हाम्रो काम भनेको चाहिँ यसको पोजिसन एउटा हाइट दिने हो, जुन चाहिँ हामीले अहिले कार्यक्रम गरेको हो। हजुर, अहिले यति कायम छ भनेर यहाँले जानकारी दिने मात्रै हो है, नापेर? हामीले चाहिँ त्यही अहिलेको वर्तमान अवस्थामा यसको हाइट कति छ भनेर चाहिँ नापेर चाहिँ हाइट दिएको। कारणहरूको विषयमा चाहिँ अर्कै त्यो सेक्टरी विधा नै अर्कै पऱ्यो। ए हजुर, अब यो चाहिँ अब फेरि अर्को पटक नाप्ने चाहिँ कहिले कति साल पछाडि नाप्ने भन्ने योजना यहाँहरूको छ? त्यस्तो अहिले तत्काल त्यस्तो केही पनि छैन। हजुर, ए अब मतलब अब यो हाम्रो 8848.86 मिटरको हाइट चाहिँ अब विश्वमा यही हाइट कायम भएको छ अब सगरमाथाको? हजुर हजुर, अब यो पछिल्लो उचाइ र टेक्नोलोजीले जुन नाप्यो यो पछिल्लो उचाइ चाहिँ अब संसारभरि यही रूपमा चाहिँ अब मान्यता हुन्छ। संसारभरि कायम हुन्छ, यो मान्यता पाउँछ होइन हाम्रो यो उचाइले? हजुर हजुर, ठुलो गर्वको कुरा हो। नेपालको विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथाको उचाइ अझ बढेको छ। यो गर्वको कुराहरू यहाँहरूले ठुलो सफलता प्राप्त गर्नुभएको जस्तो मलाई अनुभव भइरहेको छ। तर अनि यो कार्यक्रममा धेरै कठिनाइहरू पनि सामना गर्नु पर्यो होला है तपाईँहरूले? यो कार्यमा हाम्रा विभिन्न चुनौतीहरू थियो यो गर्दाखेरि होइन। एउटा चाहिँ यो क्षेत्रमा नापसन्द गर्ने भनौँ, यो जुन हिमाली क्षेत्रमा चाहिँ जुन जिएनएसएल ग्राभिटी सर्वे गर्नु, त्यहाँ चाहिँ भौगोलिक कठिनताले गर्दाखेरि त्यहाँ जान नसक्ने अवस्थाहरू, अब हिमाल सगरमाथा शिखर आरोहण आफै पनि चाहिँ चुनौतीपूर्ण विषयहरू थियो। अनि त्यो के अरे हाम्रो यो जुन डाटा प्रशोधनका विषयहरू थियो, यो हाम्रो विभागका कर्मचारी र विभागले चाहिँ यो प्रथम पटक अहिलेसम्मको नगरेको काम चाहिँ हामीले गर्दाखेरि यसमा के कस्ता के अरे प्रोसेसिङहरू गर्ने चाहिँ के कसरी गर्ने भने हामीले एकदम नितान्त नयाँ थियो नलेज। त्यसले गर्दाखेरि हामी सुरुमा चाहिँ कसरी गर्ने होला भन्ने चाहिँ थियो। यसमा चाहिँ भौगोलिक विघटता कसरी केन्द्र जाने, हिमाल आरोहणको कसरी चाहिँ यसलाई चाहिँ सफलता प्रदान भन्ने चाहिँ हामीले सुरुमा गर्दा चुनौती थियो। तर तथापि यसलाई चाहिँ हामीले क्रमिक रूपमा चिर्दै गयौँ। जस्तै प्रोसेसिङको लागि अब दक्ष जनशक्ति उत्पादनको लागि हामीले चाहिँ जुन जिएनएसएस प्रोसेसिङ गर्नको लागि चाहिँ जिएनएसएस सफ्टवेयर चाहिँ डेभलप हुन्छ युनिभर्सिटी त्यही चाहिँ हामीले कर्मचारीहरूलाई तालिममा पठायौँ। यस्तै ग्राभिटी र जियो जुन म्याथमेटिकल मोडल भन्ने त्यो निकाल्नको लागि त्यो डाटा प्रोसेसिङको लागि युनिभर्सिटी टेक्निकल युनिभर्सिटी डेनमार्कको चाहिँ यसको चाहिँ जुन पिके चाहिँ संस्था हो, त्यहाँ पिकेहरू धेरै रहन्छन्, त्यहाँ चाहिँ हामीले तालिम पठायौँ। अब शिखर आरोहण गर्नको लागि पनि हाम्रो कर्मचारी साथीहरूलाई चाहिँ हामीले हाई माउन्टेन र क्लाइम्बिङको ट्रेनिङ दियौँ। नेपाल माउन्टेन एकाडेमी उहाँको सहकार्यमा चाहिँ तालिम दियौँ। त्यसमा एकजना टोली सदस्यता हाम्रो चाहिँ 2011मा निजामती कर्मचारी तर्फबाट आरोहण गरेका खेल पनि हुन्थ्यो। त्यसरी चाहिँ हामीले विभिन्न चुनौतीहरू पहिला आइडेन्टिफाई गरेका थियौँ। त्यसलाई पनि यसरी चाहिँ चुनौतीलाई चाहिँ नित्य चाहिँ जाने भन्ने हिसाबले प्लान वेमा चाहिँ तालिमहरू सहित गरेर चाहिँ चुनौतीहरूलाई छिर्दै लाग्यौँ। अब सर्वेक्षणको क्रममा हामीलाई विभिन्न चाहिँ गाह्रो अप्ठ्यारो पनि परेको थियो। जाँदा अब त्यो साना धेरै कुराहरू चाहिँ थिए, साना ठुला कुराहरू थिए चुनौतीको विषय प्राप्ति चाहिँ हामीले चाहिँ सम्पूर्ण चाहिँ यो चुनौतीहरूलाई छिर्दै अहिले चाहिँ सफलतापूर्वक चाहिँ सम्पन्न गरेर यो उचाइ चाहिँ दिन सफल भएका छौँ हामी। हजुर, धेरै धेरै बधाई दिन चाहन्छु म सुशील डङ्गोल सरलाई। कठिन काम हो यो एकदमै, पनि निजी एकदमै अब आफ्नो स्रोत साधन एकदमै कमी भएको अवस्थामा पनि यहाँले सफलताका साथ यो काम सम्पन्न गरिदिनु भयो र विश्वलाई सगरमाथाको उचाइको थप उचाइ प्रष्ट पारिदिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यति अब अन्त्यमा केही कुरा राख्नु छ हाम्रो श्रोताहरूलाई यो सगरमाथाको उचाइको बारेमा? यो साँच्चै नै यो नेपाली र चाहिँ सम्पूर्ण हामी चिकित्साकर्मी साथीहरूको लागि यो अहिले चाहिँ गौरवको विषय, गौरवको क्षणको रूपमा रहेको छ। नेपालले आफ्नो आफ्नै जनशक्तिले चाहिँ विश्वको सर्वोच्च नापेर चाहिँ उचाइ दिन सफल भएको छ। यसले चाहिँ के गरेको छ, नेपाली पेसाकर्मी नाति पेसाकर्मीलाई सम्पूर्णलाई चाहिँ नेपाल पनि यो यस्तो विषयमा चाहिँ गर्न सक्षम विश्व सामने चाहिँ चिनाउन सफल भएको छ। साथै गौरवको क्षणको रूपमा लिएको छु। र यसले गर्दाखेरि म चाहिँ यसमा
यो उचाइ निर्धारण गर्नको लागि भनौँ मापनमा चाहिँ सहयोग गर्ने सम्पूर्ण प्रत्यक्ष अप्रत्यक्ष र यसमा कर्मचारीहरूको जो प्रत्यक्ष रूपमा फिल्म जाने उहाँको सब सहयोग के नै यसका अलावा भनौँ यसमा चाहिँ सहयोग गर्ने विभिन्न मन्त्रालय मन्त्रालय अर्थ मन्त्रालयले चाहिँ हाम्रो चाहिँ आवश्यक बजेटका सहयोगहरू गर्नु यसमा चाहिँ अब विभिन्न संस्थाहरूले पनि हामीलाई प्रत्यक्ष रूपमा सहयोग गर्नुभयो फिल्मले पनि केही त्यहाँका स्थानीयहरूले पनि सहयोग गर्नुभयो यो सम्पूर्ण धेरैजनाको चाहिँ यसमा हात छ धेरैजनाको चाहिँ सहयोग छ सम्पूर्ण जगतले चाहिँ प्रत्यक्ष अप्रत्यक्षमा सहयोग गर्नु म सबैलाई धन्यवाद दिनु सबैलाई बधाई भन्न चाहन्छु। हजुर धन्यवाद सुशील डङ्गोल सर, यहाँलाई हाम्रो कार्यक्रममा जोडिनु भयो र यो सगरमाथाको उचाइबारे जानकारी दिनुभएकोमा एकदमै धन्यवाद दिन चाहन्छु। सफलताको लागि म यहाँलाई शुभकामना पनि दिन चाहन्छु। हजुर धन्यवाद। यहाँलाई पनि केही विषयमा केही प्रश्न पार्ने समय दिनुभयो यसको लागि धेरै धन्यवाद। हस्, भविष्यमा पुनः यहाँसँग जोडिने आशा राख्दै स्वस्थ रहनुहोला भन्दै म छुटिन चाहन्छु। उहाँ हुनुहुन्थ्यो नापी विभागका उपमहानिर्देशक तथा सगरमाथा उचाइ मापन कार्यक्रमका संयोजक सुशील डङ्गोल। आजको समय सन्दर्भको समय सकिएको मलाई जानकारी दिनुभएको छ प्रविधि मित्र दिलीप कुमार महर्जनले। आजको कार्यक्रमबाट म शङ्कर थापालाई पनि बिदा दिनुहोस्। नमस्ते। भोलि पुनः भेटघाट गर्ने नै छौँ। शुभ